सबैलाई गुड मर्निङ, सबैलाई नमस्ते। आज शनिबार होइन साथी, शनिबार होइन, आज शनिबार हो। आज हामी शान्तिनगरको गौडासम्म अहिले ज्यामिरगढी आइपुग्यौँ। हाम्रो यहाँ नाइकेको रूपमा आज हामीलाई मनोजीले लिड गर्दै हुनुहुन्छ। गुड मर्निङ, ह्यापी साइक्लिङ। यो पुरै अप हिल पर्छ। थ्याङ्क यू। थोप्ले बिरानमा एकछिन थकाइ मार्दै हामी अब यहाँबाट हामी अगाडि बढ्छौँ। ल साथीहरू, आज यो कुन ठाउँ हो? बुद्ध शान्ति मङ्गलबारे। बुद्ध शान्ति मङ्गलबारेको यो एकदम पाल्युल देछेन छोइलिङ गुम्बामा हामी आइपुगेका छौँ। बुद्ध शान्ति 6 नम्बर वार्डको प्रणामी मन्दिर आइपुगेका छौँ। म अगाडि बेनमजी, किरण तामाङ, साथीहरू पछाडि आउँदै हुनुहुन्छ। गौडा पुग्न लागि छ। खेल्न थाल्यो है साथी हो। गाडीलाई नठेलिकन माथि पुग्न सकिएन। यो आज चाहिँ गौडाको यात्रा उकालो तान्न नसकेर हिँड्दै आउनु भएको छ। कोही कोही पालबाट हिँड्दै यहाँ उकालोमा तान्दै हुनुहुन्छ। माथि आइसके हाम्रो जीवनदै हुनुहुन्छ। अझै उकालो छ, अफरोड रहेछ। अलिकति पिच भएको चाहिँ दामी हुन्थ्यो। लु देविदाई, कमन। नसकेर हो कि हिँड्दै अब। Here we go. सास अड्क्यो। तानो तानो पानी खाएर हिँड्दै तानो तानो भिडियो हुँदैछ। तानो आयो। मैले घरमा आएर सीतापुरी 8 चाहिँ छ जो फोक्सो निकाल्यो पनि। किरण भाइ, स्कुटरमा हो नि त सीतापुरी के हो? अनि अलिक लामो यात्रा भयो आज। जिन्दगीमा जस्तै साइकल कुदाइको उयसमा चाहिँ यात्रामा चाहिँ यतिसम्म कुदाइयो भन्ने पहिलोचोटि यत्रो राइड गरियो भनौँ न। जे होस्, यो यस्तो डाइट खाँदै हुन्छ साथीहरू। अब अझै उभो जानु छ, अझै उभो जानु छ। अब बिजी छन् साथीहरू, सबै बिजी छन्। बेना भाइ रेडी हो नि राइड गर्नु? एकदम रेडी। यहाँ आएर हामीले यो खाजा खायौँ। म 20 रुपैयाँ दिन्छु त। छ त मसँग। ल तपाईँलाई धेरै धेरै धन्यवाद छ खाजाको लागि। अब खाजा खाएर फेरि हामी अगाडि बढ्न आँट्यो। यो मेरो प्यारो भाइ चाहिँ फोक्सो छैन भन्छ, फोक्सो छैन। 4:30 देखिको खाली पेट यहाँसम्म आइपुगेको कति किलोमिटर हो भने त? अहिले खाजा खानु, अहिले भर्खर खाजा खाएको है। खाजा खानु हो। त्यति साह्रो गाह्रो पर्यो हो हजुर। यो सबै पहाड छन् नि। अब यस्तो पहाडमा एकछिन राइड गर्ने यो छुटे बर आइपुगेको छ। साथीहरू दोकानमा अलमली राख्नु भएको छ। छुटे बर चाहिँ यसलाई भन्नुपर्छ। सो अब हाम्रो डेस्टिनेसन चाहिँ लगभग आइपुग्न आँट्यो भनौँ न। यस्तो छ है बुद्ध शान्ति प्रणाली 6 नम्बर वडा।
ल सबै साथीहरूलाई धेरै गहिरो छ यसरी खोला बगिरहेको छ सुजित भाइ के छ साथीहरू रमाइलो भइरहेछ हेलो रमाइलो भइरहेछ हेलो एडभेन्चर के हो साथीहरू राम्रो भइरहेछ कि छैन एकदम बवाल भइरहेछ बवाल भइरहेछ हामीले त गहिरोमा पनि गएर हान्यौँ बिर्सिनु नसक्ने खालको ल जिन्दगी नै नबिर्सिने त हुँदैन बिर्सिने खालको साइकल यात्रा अब लिम्बू केटोको यहाँ पोज हेर्नुहोस् भुँडीभित्र छाती बाहिर ठुटे वर्ष कटियो ठुटे कटियो अब झोलुङ्गे पुल झर्ना यहाँ तलबाट झर्ना त्यहाँ पर यहाँ दुईजना राइड गरेर आउँदै हुनुहुन्छ पिछाडी सर्ने गौडा आइपुगेको छ अब हामी एकैछिनमा यहाँ झरनामा स्नान गर्नेछौँ यो हेर्नुहोस् घटे होमस्टे त्यो लट्ठी लिएर आयौँ लट्ठी लिएर आएछौँ यी सबैजना साथीहरू भन्नुहोस् है केही छ भने देवी भाइ गौडाको चिसो पानी सम्झेर मरि हिँडेर भने आयो डाँडा तपाईँहरू पनि एकचोटि पहिला आइपुगिँदैन थियो होला साइकलमा आज चाहिँ हामीहरूलाई 6 जना छौँ हामी किरण भाइ उहाँ भित्र उहाँ पर गएको छ ओ बेरम भाइ प्लिज यार यो मेन्सन युर भ्युज ल आफ्नो आफ्नो धारणा राखौँ त साथी अलिकति बेरम भाइ दुःख गरेर आयो गौडामा राम्रै रहेछ अब नुहाएपछि शीतल हुन्छ कुल भएर जाने हो ओके ल साथी किरण ल अब हामी यहाँबाट लाग्छौँ होला होइन माथि उकालो छ त्यहाँबाट सबै बाटो ओह्रालो नै ओह्रालो हो यहाँ चाहिँ हामी अघि यहाँबाट चाहिँ तल पुग्यौँ तल चाहिँ अलिक ठिक्क रहेछ सङ्लो पानी राम्रो पानी त्यसैले अब हामी यहाँबाट लाग्छौँ दामी रमाइलो भयो शीतल भयो साइकलमा हामी चाहिँ अब सम्झिने पानी सम्झिने होला यस्तो तरिकाले ठिकै छ यस्तै हो एकजना भन्दैछ माथि एकजना दाइ माथि जाँदैछ जुत्ता लाएर आउँछ